सभामुख महोदय, म यस सदनमा सबैभन्दा पहिला खोटाङ्गे जनताहरूले पठाएको कोसेली यस सम्मानित सदनलाई सरकारको ध्यान आकर्षण गर्नको निम्ति म यो सो गर्न चाहन्छु। यो चाहिँ खोटाङका जनताहरूले खास मकैको खोया त्यहाँ प्रस्तुत गर्नु भन्नुभएको थियो, तर यो अति नै होला भनेर मैले अलिकति यो यस्तो किसिमको बनाएर लिएर आएको छु। र अर्को चाहिँ यो चाहिँ बाँदरले जनताहरूको यस्तो अवस्था छ। अहिले हामी यहाँ संसदमा आउँदै गर्दाखेरि यो सामान्य विषयवस्तु उठानको लागि उठाएको जस्तो मात्रै लाग्न सक्छ, तर म 11 दिन खोटाङ बस्दाखेरि यस्तो अवस्था देखेँ। यहाँले अर्को पनि म एउटा यो फोटो सो गर्न चाहन्छु। उहाँ आउनुहुन्छ हल्लेसी तुवाचुङ नगरपालिकाका 93 वर्षकी आमै। अब यो के गरेर यहाँ बसेको भन्ने लाग्छ भने यहाँहरू सबैलाई, हाम्रो मान्य सांसदहरू सबैलाई म देखाउन चाहन्छु र सरकारको यहीँबाट म ध्यान आकर्षण गराउन चाहन्छु। यो 93 वर्षकी आमै मकै बारीमा बिहान तपाईँको रिमराम भन्छ हाम्रो गाउँ घरतिर, यहाँ उज्यालो भुइँमा नछैकन उहाँ चाहिँ यो मकै बारीमा सानो गोठ हालेर बस्नुभएको छ। र जब उनी बेलुका साँझ पर्छ बाँदर बास बसिसक्यो भन्ने लाग्छ, तब मात्रै उनी तपाईँको चाहिँ घर फर्किन्छन्। यो मैले एउटा वृद्ध आमाको फोटो यहाँ चाहिँ आज प्रस्तुत गरेँ। यति मात्र होइन सम्माननीय सभामुख महोदय, मैले ज्यादै हुन्छ होला भनेर धेरै किसिमको फोटोहरू यहाँ सो गरिनँ। आज विद्यार्थीहरू स्कुल जानबाट वञ्चित भएर बाली कुर्नु परेको छ। नानीहरू सानो सानो बालबच्चाहरू तपाईँको चाहिँ प्रत्येक बालबच्चाहरू एकजना न एकजना आफ्नो बालीको सीमामा बस्नु परेको छ। यो अवस्था हामीले अहिलेदेखि उठाएको होइन, तर सरकार किन मौन छ, सरकारले किन दिलासुस्ती गरिरहेको छ? कानुन निर्माणमा अथवा बाँदर व्यवस्थापनको निम्ति के गर्नुपर्ने हो, सरकार किन यस सम्बन्धी आज मौन छ? म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, आज यहाँ मैले फेरि पनि दोहोऱ्याउन चाहेँ, विषय उठानको लागि मात्रै उठाएको होइन, प्रत्येक जिल्लामा आज मलाई लाग्छ यो देशैभरि जहाँ जहाँ पहाडी जिल्ला छ त्यहाँ समस्या छ, र तराई मधेसमा बँदेल र तपाईँको चाहिँ अन्य वन्यजन्तुको समस्या छ। कि त हामीले हाम्रो पूर्व मान्यज्यूले भने जस्तै यो कृषि प्रधान देश होइन भनौँ, यति हो भन्ने हो भने हामीले तपाईँको कृषि र किसान बिना स्वाधीन अर्थतन्त्र, स्वाधीन राष्ट्रको परिकल्पना गर्नु भनेको त्यो दिवा सपना हो, त्यो सपना देख्नु भनेको दिवा सपना हो। त्यसै कारणले सम्माननीय सभामुख महोदय मार्फत सरकारको म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी सम्माननीय सभामुख महोदय, यो देशैभरिको समस्या आज खोइ मन्त्रीज्यूहरू हुनुहुन्न, माथि मन्त्रालयबाट हेर्नुहुँदैछ नि, यहाँ यसो देखाएको छु, टिपोट गर्नु होला, अनुरोध गर्न चाहन्छु। मन्त्रीज्यूहरू हुनुहुन्न, यो एउटा विषयवस्तु के छ भने देशैभरिको समस्या, पुस्तादेखिको समस्या। अहिलेसम्म कानुन पनि सायद यसको बनेको जस्तो लाग्छ मलाई। तराई मधेसदेखि हिमाल पहाडसम्म बाढी पहिरोले जमिन लगिसक्यो। उसको तपाईँको लालपूर्जा धनीपूर्जा नक्सामा जमिन देख्छ, ऊ सुकुम्बासी के भन्छ हुकुमबासी छ, तर वास्तवमा ऊ सुकुम्बासी भइसकेको छ। यो ठुलो समस्या छ। हिजो अस्ति हल्लेसी तुवाचुङ नगरपालिका 5 नम्बर वडामा गएँ, एउटा सिङ्गो पहाड झरेको, त्यसो खोटाङमा थुप्रै ठाउँहरू छ, पुस्ताउँदेखि ऊ सुकुम्बासी छ। र दुःख लाग्दो कुरा के हो भने सामान्य सभामुख महोदय, दुःख लाग्दो कुरा उनले जग्गा पहिरोले लगिसक्यो, तर उनले आजसम्म तपाईँको आम्दानी हुने त फरक कुरा, अब जग्गा भए पनि आम्दानी हुन्छ, तर गम्भीर विषय के छ भने उनले आजसम्म सरकारले कर तिरिरहेको छ। यो भूमि ऐन सम्बन्धी यसपालि तपाईँको ऐन संशोधन गर्नको निम्ति थुप्रै सरकारले ल्याउँदैछ भन्ने हामीले सुनिरहेका छौँ। यो कुराहरू समावेश गरेस् र खोज अनुसन्धान र गम्भीर भएर सरकार लाग्नुपर्छ। कसैले भनेकै भरमा, आफूले लागेकै भरमा आफ्नो मन्त्रालयले सजिलाउने ढङ्गले ऐन कानुन बनाउनु हुँदैन। सभामुख महोदय, यस विषय गम्भीर छ, सरकारले गम्भीर भएर चाहिँ ध्यान दिन चाहन्छु। र अर्को कुरो, यो मध्य पहाडी लोकमार्ग जहाँ जहाँ तपाईँको चाहिँ निर्माण भएको छ त्यहाँ पनि समस्या यस्तै छ। सरकारले जग्गा अतिक्रमण गरेर रोड बनाइसक्यो, तर कर जनताले तिरिरहेको छ। यो कहिलेसम्म बोक्नुपर्ने समस्या। र तपाईँको चाहिँ सरकारले जग्गा अतिक्रमण गरेर एउटा मान्छेको 5 रोपनी छ भने उसको जग्गा कति छ भन्दाखेरि मानौ 5 रोपनी सरकारले क्याप्चर गर्यो, 1-2 आना बाँकी हुन्छ, ऊ तपाईँको सुकुम्बासी देखिँदैन।
तर वास्तविक ऊ सुकुम्बासी छ र उसले मुआब्जा पाउने कानुन पनि फेर भइरहेछ। मध्य पहाडी लोकमार्ग जहाँ जहाँ पहाडी क्षेत्रमा तपाईँको चाहिँ सरकारले तपाईँको मुआब्जा दिने कानुन नभएको कारणले गर्दाखेरि पनि धेरै नागरिकहरूले शास्ति भोगिरहेको अवस्था छ। यो देशैभरिको समस्या, यो खोटाङको मात्रै होइन। खोटाङमा मैले सूक्ष्म ढङ्गले अध्ययन गरेर यो विषय उठान गरेँ, तर यो समस्या भनेको चाहिँ तपाईँको देशको 70 जिल्लामा समस्या छ। कानुन बनाउँदाखेरि यतातिर गम्भीर भएर खोज अनुसन्धान गरेर सरकारले चाहिँ कानुनको मस्यौदा तयार पार्नको निम्ति म अनुरोध गर्न चाहन्छु। सांसदले कानुन बनाउने भनिन्छ, तर यो कुरा यहाँ लागू हुन्न। यो परम्पराकालदेखि नै यो चल्दै आएको छ। यसलाई पनि तपाईँ कसरी चाहिँ सुधार्नुपर्ने, सुधारतिर लाग्नुपर्छ जस्तो मलाई लाग्छ। र अर्को गम्भीर विषय फेरि वृद्ध भत्ता र अपङ्गता पहाडी क्षेत्रमा बडो समस्या छ। वृद्ध भत्ता र तपाईँको चाहिँ यो अपङ्गता भत्ता ल्याउनको निम्ति घन्टौँ गरेर तपाईँको यात्रा गरेर जानुपर्छ। जति वृद्ध भत्ता पाउने हो त्योभन्दा बढी खर्च आउँछ। के समस्या हो यो? कम्तीमा ब्याङ्कले तपाईँको चाहिँ ठाउँ ठाउँमा पुर्याउने सुविधा